लागि के हुन्छ मन्त्रीज्यू अब घाइतेको लागि उपचार हुन्छ उपचारपछि अनि उपचारपछि सहयोगले के गर्नुपर्ने कसरी गर्नुपर्ने के अवस्था छ जस्तो विद्यार्थीहरू छन् नि यहाँ विद्यार्थीहरू पनि घाइते भएको छन् अब विद्यार्थीहरूलाई पढ्नेको व्यवस्था त गरिदिनु पर्यो नि अनि अर्को कुरा अब अरू खास धेरै जसो विद्यार्थी छन् कोही कोही चाहिँ काम गर्दाखेरिको कामदारहरू रहेछन् अब जे जस्तो सकिन्छ चाहिँ अब सबैको पुरा चित्त बुझ्न नसके पनि सकेको हामीले गर्न सक्ने सहयोग बिरामीहरूको उपचार गरिसकेपछि अनि त्यसपछि थप सहयोगको लागि हामी राम्रोसँग एकदम कुनै चाहिँ भेदभाव नगरिकन सबैलाई चाहिँ सहयोग गर्नेछौँ। हजुरले कमेन्ट गर्नुभएको भनेर एउटा कमेन्ट निकै नै भाइरल भएको थियो जुन चाहिँ तपाईँको बैठकको थियो हजुरको कुममा थियो अर्को मन्त्रीज्यूले हात राखेको विषय होइन होइन नेपालीले चाहिँ कुरा गर्न पायो भने बोल्न पायो भने मौका पायो भने गर्छ भने जस्तो हो त्यो हगि अब त्यो कुममा हात किन राखियो कस्तो अवस्थामा राखियो भन्ने कुरा त्यो ठाउँ चाहिँ हामी बसेको ठाउँ चाहिँ साँगुरो थियो पछाडिपट्टि उ गर्ने यसो गरेर यसरी हेर्ने यहाँ बस्ने ठाउँ पनि थिएन त्यही भएर त्यो हाम्रो चाहिँ सञ्चार मन्त्रीज्यूले चाहिँ उतापट्टिको गृहमन्त्रीज्यूलाई केही कुरा सोध्नलाई यसो गर्नुभएको हो के यसो गरेर कुरा गर्नुभएको हो त्यसमा मैले दुःख मान्ने मलाई हेप्यो यस्तो गर्यो फलानाले हेप्यो मन्त्रीले महावीर पुनलाई हेप्यो अर्को मन्त्रीलाई भन्ने कुराहरू अब नेपालीले मौका पाएको बेलामा गरेको कुरा हजुरले नै गर्नुभएको कुन कमेन्ट त्यो भिडियोमा कमेन्ट आइरहेछ नि जुन सामाजिक सञ्जालमा अहिले निकै चर्चामा छ कमेन्ट के आएको छ भने सुन्नु कमेन्ट के मैले गरेको कमेन्ट के हो भने यो कुनै ठुलो कुरा होइन यो ठाउँ साँगुरो भएर त्यहाँ चाहिँ यसो कुरा गर्दाखेरि भएको हो भन्ने कुरा हो।